स्टार्ट बारी खनेको अच्छा के रोप्ने हो ए यसो अलिअलि धनियाँ साग मुला यस्तै त हो नि सिजनमा बिहानदेखि नै हो बिहानैदेखि ए माथिल्लो बारी सकेर आएको माथिल्लो बारी सकेर आएको नि हो ए ठिक छ त अन्त खनाइ दोहोरो ए माटो हेर्नु न कस्तो छ हाम्रो उब्जनी नि माटो हो ए किसानको छोरो माटो राम्रो छ नि पुरा राम्रो आज यो डल्लै सक्ने सक्ने आज यसलाई सक्ने आज मेरो यता आज यहाँ परासम्म खन्ने अरे हो यसो आधी खनिसकेछ माथिल्लो बारी सकेर चाहिँ आएको हुन्छ खन्दैछ मजा आउँछ बारी खन्नु मजा आउँछ ए खेती गर्नलाई कम्ती छ ए ठिक छ त अन्त दुईजना हुनुहुन्छ नि यहाँ बारी खन्ने हो उहाँले चाहिँ यस्ता बारी त के बाँझो खन्छ नि हो हट्टे कन्ने केटा पऱ्यो कि दुवैजना फेरि हो खतरा काम छ अलिक कडा छ अलिक गाह्रो छ अहिले तपाईँहरूको अनि बारी खन्नु छ भने चाहिँ बोलाउनु है फेरि खतरा खनिदिन्छ नि हो यस्तो खन्नुपर्छ पहिला यसरी अनि यसरी अनि पो खेती किसान हुन्छ अहिलेको भन्यो भने गाउँघरमा मान्छेले खेतीपाती गर्नै छोड्यो क्या त छोडिसक्यो यसरी बारी खन्ने मान्छे भेटिँदैन अहिले भेटिँदैन उहाँले चाहिँ पहिलाको परम्परा जस्तै यसरी बारी खन्नुहुन्छ खेती चलाउनुहुन्छ यहाँ चाहिँ के अरे के छ नि अरे यहाँ हाम्रो यहाँ साग धनियाँ रायो साग धनियाँ रायो साग अर्ग्यानिक फेरि अर्ग्यानिक एकदम दामी भोक लागिसक्यो होला अब खाना खाने बेला भयो अब ठिक छ ठिक छ ठिक छ यसरी खानुपर्छ बारी चाहिँ बारी भनेको चाहिँ टक्कैसँगले गहिरो खानु पऱ्यो होइन अब यो मकैको ढोलहरू यो सबै उखालिन्छ यसरी हो यहाँ यो बारी यताको यो डल्लै खानुपर्छ यो यता इस्कुस फेरि इस्कुस अब भात खाने अरे खेतालालाई बिचरा भोक लागिसक्यो अरे कन्ने केटा परेर मात्रै बारी जोत्दैछ नत्र भए त के गर्ने गोरुले नसक्ने बारी जोत्दैछ नि त हौ केही पिर छैन स्वास्नी पाल्नु छैन पाल्नु छैन हो त्यो हाम्रो बुवा हुनुहुन्छ फेरि हो यसरी खानु पऱ्यो नि त बारी मिस्टर धीरेन च्याम्जन होइन च्याम्जन खतरा हो खतरा एकदम खतरा पहिला चाहिँ म सापकोटा अलि मिस्टर धीरेन च्याम्जन सापकोटाबाट चाहिँ अलि झरेर चाहिँ च्याम्जङमा आइपुगेको चाइनिजपट्टि लागेको छ अहिले चाहिँ यसरी खानुपर्छ अब यो धनियाँ सागको लागि यो सब्जीको लागि भनौँ न अब यो छरेर चाहिँ यहाँ उब्जनी गर्नुपर्छ 28 दिन बादमा त फेरि बेच्ने हुन्छ नि बेच्ने हुन्छ 28 दिनमा बेच्ने हुन्छ 28 दिनमा बेच्ने फेरि 28 दिन पछाडि फेरि छर्नुपर्छ फेरि छर्नुपर्छ धनियाँ च्याम्जुङ दिने स्यापकोटाले संसार ढाकेको छ अनि यता पनि हुनुहुन्छ के अरे मुकेश सापकोटा के पो ए च्याम्जोङ मिलेर चाहिँ यहाँ चाहिँ ख्याम्जोङ हुँदैछ अहिले चाहिँ खन्नु दोकन्ने भन्छ यस्तो बारी खन्नु त फेरि सक्दैन नि हौ हामीले कहाँ सक्दैन यसरी खनेपछि चाहिँ चट्टैसँगले उब्जनी गर्नुपर्छ केही गर्नुको लागि चाहिँ मेहनत गर्नु पर्यो नि त परिश्रम गर्नु पर्यो यही धनियाँका पैसाले यिनै फेरि गर्नु पर्यो खेती बेच्यो अस्ति अब यहाँनिर फेरि यसो गरेर बनाएर साथीभाइ लगाएर काम गर्नु पर्छ पैसा भनेको त्यत्तिकै हुँदैन अहिले हुँदा 10 रुपियाँ गोटा छ अन्त धनियाँको भाउ कसरी पो छ अहिले 1000 रुपियाँ अन्त सिधा 10 रुपियाँ मुठा 10 रुपियाँ मुठा यति बेला चाहिँ उमारेर मुठा निकाल्दा 1000 बेच्नु सक्नु पर्यो धन्यवाद।